हेलो हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ छोरीको कल्चर डे थियो, त्यसैले आफ्नो कल्चरको फुड बनाएर लानुपर्ने थियो। मैले चाहिँ बाह्र बनाइदिने विचार गरेँ। बाह्रलाई अनि यता छोइलाको लागि छोइला पनि लान्छु भनेको थियो, फेरि मासु रेडी गरेँ होइन। अनि त्यसपछि खानाको लागि सब्जी पकाएँ। एकछिन ब्रेक लिएर चिया पनि पियौँ हामी आमा छोरी। चिया पिइसकेपछि छोइला पनि रेडी गरेँ। छोइला रेडी गर्दा गर्दै यता बाह्र पनि पकाउन थालेँ। बाह्र पनि पाक्दैछ। यता बिस्तारै बिस्तारै मलाई चाहिँ त्यति राम्ररी चाहिँ आउँदैन है, पर्फेक्ट त होइन होइन, त्यही पनि यसो आफ्नो बच्चाको लागि गर्न सकिँदो रहेछ भन्ने हुँदो रहेछ होइन। अनि त्यसपछि यता छोरी ड्रेस लगाएर रेडी भयो। त्यतिको बिचमा मैले टिफिन रेडी गरिदिएँ। अनि अब स्कुल जानलाई रेडी हुँदै थियो। मैले एक दुईवटा फोटो खिचाउन भनेर फोटो पनि खिच्नलाई रेडी भयो। त्यसपछि रेडी भएर आयो होइन, म स्कुटर निकाल्न लागेँ। अनि स्कुल गयो, तर म पुऱ्याउँदा लेट भएछु क्या।